के भन्नु इन्द्र सबै कुरो राम्रो छ तिमीहरूलाई तिमीहरूसँग अब छुट्टिनु दिन आएको छ तर जिन्दगीमा छुट्टिँदैन हजुर हाम्रो रिलेसन सधैँ रहिरहन्छ हाम्रो माया ममता सधैँ हजुर हजुर यो कार्यक्रमहरू त हुँदै गर्छन् तर जिन्दगीको जुन ब्लग बनाउँदै हुनुहुन्छ तपाईलाई पनि धेरै धेरै धन्यवाद छ हजुर राम्रा र सकारात्मक सन्देश आउने खालका ब्लग भिडियोहरू मात्रै बनाएर सम्प्रेषण गर्नुहोस् तपाईलाई पनि मेरो सल्लाह सुझाव छ है धन्यवाद हाम्रो यहाँ सर हुनुहुन्छ हाम्रो ल केही भनिदिनु ल आजको कार्यक्रम कक्षा 12 को फेयरवेल कार्यक्रम हुँदैछ हजुर आयोजकहरू कक्षा 11 का भाइ बहिनी हुन् बाबा आमाले पिटेका सन्तान खैरे आयो ल अङ्कित अङ्कित है यहाँ घोप्लु छ है घोप्लु हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी रबिन पुन अनि आज चाहिँ फेब्रुअरी हाम्रो त्यही भएर फेब्रुअरी त 3 बजे हो अहिले चाहिँ कति बजेछ 11 भएछ ट्याक्क 11 विस त बेलुकाको हो क्या माग्ने 11 भइसक्यो म त यतिकै रेडी भयो कि म अब यसो डुल्न पर्यो होइन कता कता हुन्छ डुल्न पर्यो अनि 3 बजीतिर पोसिन्छ विथ ब्याग त्यही हो गाइजहरू अनि त्यही हो आज फेब्रुअरी हो त्यही नि फेब्रुअरीमा थोरै मान्छेहरू हुन्छ कि रमाइलो हुन्न फेब्रुअरी खै रमाइलो बनाउने हो रमाइलो हुन्न भन्दा नि यो चाहिँ मैले नयाँ चस्मा किनेको भर्खरै दिदीले किनिदिएको भनौँ न अब यो घडी पनि दिदीले किनिदिएको यहीँ नेपालमा किनेको यो त मैले आफै अनि दिदीले त के भन्छ नि त छि कति सस्तो हो रे सस्तो के भनिदियो दिदीले है अब दिदी आउने बेलामा खुक्का ल्याइदिनु न त मलाई यसो होइन दामी कुराहरू ल्याइदिनु त्यही हो अरू त के नि चस्मा सुहायो कि सुहाएन भन्नु त ल गाइजहरू होइन अरू त्यही हो अब म डुल्न जान्छु यसो डुल्न जान्छु भन्नाले नि होइन यसो के हुन्छ नि के भन्छ त्यसलाई इन्भेस्टिगेसन गर्न जान्छु कि यसो त्यही हो गाइजहरू अनि यो देख्नुभयो नि यो चाहिँ मामुली होइन यो चाहिँ लाउडे मान्छेले मात्र लाउँछ है यो चाहिँ ड्याडीको मैले ड्याडीलाई नसोधिकन लगाएको के यो नत्र ड्याडीले दिन्न कि मलाई यस्तो कुरा लाउने ड्याडीले भिडियोहरू छ भने चाहिँ मलाई फिक्स हो कराउनु हुन्छ त्यही हो अरू त केही होइन घरमा एक्लै हो अब जान पर्ने हुन्छ टक्क लाएर त्यही हो कोठालाई बाई बाई है कोठाहरू अहिले म घर आउनु जस्तो नि लाहा त्यही हो ल त्यो गाई चाहिँ आज चाहिँ म घर आउनु होला उतै सुत्छु जस्तो लाहा अनि स्पेसली यो हिँड्नुपर्छ है चार्जर मेन चाहिँ यो आइफोनको चार्जर मात्र त दुःख पाउँछ अल्फामा गएर भेटौँला अब गाइज हेर्नु न ए दामी छ त्यहाँदेखि ऱ्याम्बोमा हो कि ऱ्याम्बोमा यस्तो दामी फल्यो खोक्का कि हेरौँ जस्तो हुने कि आमामा खोक्का राम्रो एकदम भाइ डेन्जर ह्यान्डसम भएर कहाँ आज हामी जाने के वेल ल एकचोटि खै ल ड्रिप चेक हान त अलिकति अड्यो ल हान्दिम 360 बाप्रे ह्यान्डसम भइरहेको छ आज ब्रह्म भाइ हाम्रो क्याफेमा होइन खोइ घडी गोल्डेन वाच के पानी खाने कुन पानी खाने चिसो पानी ल्याइदियो त कृष्णलाई रम्बा भाइको भ्लगमा के अरे भ्लगमा सबैजनालाई स्वागत छ धेरै दिनपछि फेरि आज रम्बा भाइहरूदेखि चिस पानी ल्याइदेऊ न गौली भाइ छैन यार आज चाहिँ रम्बा भाइले आज रम्बा भाइको फेयरवेल अरे ए नमस्ते गरिसकेको छन् हाम्रो भाइले चाहिँ एकदम के छ प्लान आज हाम्रो रम्बा भाइको आज बेलुकी अल्फा होइन होला जुत्ता नि फेरि केटा भएर होइन रम्बा भाइको आमा ओ पर्छ त खाएको छ त लुक्सले त अरे चस्मा माथि गरेर एकचोटि ए खायो आज ज्योतिको झल्ले हो क्या यहाँ गानिस दाइले पिज्जा स्टिक
पिज्जा स्टिक रे पिज्जा स्टिक सही हो गानिस त पर्मिना खाइ खै त हामीले फेब्रुअरी के हो तिमी आउट ड्रेसमा है स्कुल ड्रेस खै तिम्रो हामीले फेब्रुअरी दिने मान्छे आमा यहाँ चाहिँ खानुपर्छ स्टे हेल्दी सबैजना देखाइदियो पर्मिना लाइसेन्स पायो बत्ती बालेर हेर्नु मिठो चाउमिन बनाएको छ है मिठो निशान्दाले होइन त निशान दाइले मिठो चाउमिन बनाउँछ गाई चाहिँ देख्न सक्नुहुन्छ हामी फेब्रुअरी लाखा यहाँ विवेक छ विवेक साथी पुरा देशी भाइबमा है विवेक यहाँ सुरत छ ब्ल्याकमा छ छैन यहाँ केटाहरू छ सचिन छ यहाँ सचिन हिरो आमा हिरो भएर आयो यहाँ मदने है ए मदने फुच्चे यो गाई त भित्र छिट्छौँ हामी अनि खाना खाएर निस्किहाल्छौँ है निस्किनु होइन ल त्यही हो हाम्रो यहाँ सर हुनुहुन्छ हाम्रो ल केही भनिदिनु ल आजको कार्यक्रम कक्षा 12 को फेयरवेल कार्यक्रम हुँदैछ हजुर आयोजकहरू कक्षा 11 का भाइ बहिनी हुन् हजुर अब कार्यक्रम गइरहेको छ हजुर ल यति भन्दै अब छिटोभन्दा छिटो कार्यक्रमतिर हामी लाग्नुपर्छ ल यहाँ गुरुले अब के भन्नुहुन्छ है पहिला दिन भन्नुभएको थियो धन्यवाद मिस्टर ब्लगर म्यान आज कक्षा 11 का हाम्रा विद्यार्थी भाइ बहिनीहरूले कक्षा 12 का आफ्ना दाइ दिदीहरूलाई स्वागत तथा शुभकामना कार्यक्रममा आयोजना गर्नुभएको छ त्यसैले कक्षा 11 का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु यो हाम्रो विद्यालयको धेरै पहिलादेखि चल्दै आएको परम्परा आफ्ना दाइ दिदीहरूको शुभकामना दाइ दिदीहरूको उन्नति प्रगति शैक्षिक उन्नतिका लागि यो आजको कार्यक्रम आयोजना गरिन्छ त्यसै उद्देश्यले आज हाम्रा 11 का भाइ बहिनीहरूले पनि निरन्तरता दिनुभएको छ आजको यो कार्यक्रम सबै भव्य र व्यवस्थित तरिकाले सम्पन्न होस् शुभकामना छ र कक्षा 12 का जो वार्षिक परीक्षामा सहभागी हुँदै हुनुहुन्छ ती विद्यार्थी भाइ बहिनीहरूको शैक्षिक उन्नति प्रगतिको कामना गर्दछु परीक्षा राम्रो होस् बाँकी जीवन उहाँहरूको उज्जवल बनोस् हार्दिक शुभकामना छ र यो जुन ब्लग बनाउँदै हुनुहुन्छ तपाईलाई पनि धेरै धेरै धन्यवाद छ राम्रा र सकारात्मक सन्देश आउने खालका ब्लग भिडियोहरू मात्रै बनाएर सम्प्रेषण गर्नुहोस् तपाईलाई पनि सल्लाह सुझाव छ है धन्यवाद हजुर ल धन्यवाद गुरु गुरुले भनिसक्नु भएको छ खै केटाहरू तयारी भयो ल रोने आउँछु बहिनीहरू छ यहाँ कति राम्रो देखेको ऋतु बहिनी ल के छिटाउ न ग्याङ खै आगे खै केटा हो छोड्दु के गर्यो ल जामे त आयो हिरोमा 10 कतिचोटि 100 चोटि भयो होला है 100 चोटि भयो होला है ल अब जान्छौँ हामी भित्र ढक्क लागेर यहाँ बहिनीहरू छ यहाँ अनिसा बहिनी छ हेलो भन्छु आवाज के केटा यहाँ बस्नु न त खै बत्ती सत्ती बोल्दैन त उहाँ राम्रो साथी राम्रो ल के भनिदिनु मेरो भिडियोमा के भनिदिनु हजुर राम्रो ए म्याम के भन्नु तपाईँ सन्देश म्याम हेलो बाइकमा सर के भनिदिनु यो भिडियोमा के भन्नु इन्द्र सबै कुरो राम्रो छ तिमीहरूलाई तिमीहरूसँग अब छुट्टिनु दिन आएको छ तर जिन्दगीमा छुट्टिँदैन हजुर हाम्रो रिलेसन सधैँ रहिरहन्छ हजुर यो कार्यक्रमहरू त हुँदै गर्छन् तर जिन्दगीको कार्यक्रम चल्दै रहन्छन् बाबु हजुर नातिनु नमातिनु है बाबु हजुर हस् ल प्रिन्सिपल सर के भनिदिनु सबै क्लास 12 का स्टुडेन्ट्सहरूलाई चाहिँ मेरो तर्फबाट आउने कक्षा 12 को एक्जामको लागि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु सँगसँगै आफ्नो जीवनमा योभन्दा पनि राम्रो सफल प्राप्त होस् राम्रो राम्रो शिक्षा प्राप्त गरोस् असल मानिसहरू बनाउँ होइन र अझै कम्तीमा चाहिँ समाजलाई राष्ट्रलाई चाहिँ एउटा चाहिँ राम्रो नागरिकको चाहिँ एउटा उदाहरण हाम्रो चाहिँ एउटा आकाङ्क्षा छ र म सबै यो ट्रस्टीहरूलाई बेस्ट विशेष भन्दै आगामी दिनहरूमा पनि यहाँसँग विभिन्न ठाउँमा भेट्दाखेरि पनि यो हाम्रो जुन एउटा रिलेसनसिप बढ्ने चाहिँ हामी बाचा गर्दैछौँ हजुर धन्यवाद सर टेक सर के भनिदिनु
के ब्लग रे हजुर यति रविन्स ब्लग हो हजुर रबिन बोल रविन्स ब्लगलाई सब्सक्राइब गरेर हजुर रविन्सको भिडियोहरूलाई इन्जोय गर्नु होला हजुर धन्यवाद सर हजुर अब आउँदै गरेको परीक्षाको सफलताको शुभकामना आज कक्षा 12लाई चाहिँ बिदाई गर्ने कार्यक्रम भएको छ अब तिमीहरू चाहिँ यहाँबाट टाढा पनि सधैँ हाम्रो चाहिँ मनमुटुमा रहिरहनेछौँ पक्कै पनि सधैँभरि सम्झिरहनेछौँ भन्ने चाहिँ हामीले चाहिँ त्यो सोचेका छौँ अब कहिले पनि नबिर्स्य आफ्नो जन्मेको धरती आफ्नो स्कुललाई सधैँ आफ्नो मनमुटुमा राख्नुपर्छ त्यसैको लागि हजुर धन्यवाद म्याम के भन्नु न हेलो के भनिदिनु ल धन्यवाद बाबु अब नर्सरीदेखि 12 कक्षासम्म तिमी एउटै विद्यालयमा पढ्यौ हजुर ठाउँमा रहेका थियौ हजुर अब हामीबाट बाहिर जाँदैछौ बाहिर गए पनि तिमीले आफ्नो कर्तव्य बिर्सिने छैनौ तिमीहरू लगायत तिमी सम्पूर्ण टिमले कर्तव्य बिर्सिने छैनौ र तिमीहरूको उज्जवल भविष्यको मैले कामना गर्छु आउँदै गरेको 12 कक्षाको परीक्षा पनि राम्रो गर्नेछौ भन्ने पूर्ण आशा गर्छु र अब हामी सरहरूलाई बिर्सिन्नौ भन्ने नि आशा हजुर कहाँ बिर्सिनु सर तपाईँलाई बिर्सिनु एकदम फेभरेट सरै मेरो है ल धन्यवाद सर यहीँ राख्छु मेरो धन्यवाद ऋतु बहिनी तिमीहरू खाने कहाँ खाने तिमीहरूले यार ओ आग्रेस यही नदेखेर आग्रेस ल्याए गर्दैन ल भन त के कति बेला आएको भएन यो चिनी खै यहाँ विवेकलाई के भयो तिमीलाई विवेकलाई के भयो मनमुटाप भएर विवेकले भाग्यो विवेक तयार देशी भाइसमा विवेक चाहिँ होइन सच्ची यहाँ सुरज यहाँ बहिनीहरू छ हाम्रो यहाँ थकेन्द्र सर हाम्रो थकेन्द्र सरले त भनेन क्या है मैले दोष आयो कहाँ गएर आएको विवेक दोष हामी विवेक दोष कहाँ गएर आएको तिमी विवेक दोष आयो गाइज विवेक दोष हराएको थियो होइन विवेक आयो किन आएको तिमी विवेक यस्तो हराउने हो तिमी विवेक है भाया त पुरा टुङ्गु गर्नेमा आयो नाच्ने होइन त नाच्दिने हो दोष आज होइन त आक्रोश यहाँ आक्रोश है हाम्रो हिसानको ब्लगमा थियो ऊ चाहिँ है होइन त आक्रोश हो कि न त हिसानको ब्लगमा पुरा फेस बनाइदिएको थियो दामीवाला फेस आमा त्यसमा त टुक्या आएर भ्युज आमा थ्याङ्क यू यार तिमी कहाँ हराएको तिमी यहाँ 81 देखेको थियो मैले तिमीलाई कहाँ थियौ तिमी थिएन उहाँ जोदस्ना भयो नि है ल 1000 भयो ओ दिपेश छ त नि आमा पुरा दिवेशको आउटफिट चेक है ल आउटफिट चेक है दिवेशको फेरि राजावादी है दिवेश राजावादी हो कि तिमी के हो राजावादी हो कि के हो तिमी राजावादी हो यहाँ यस्तो भएको रे रियाजको बाइक ल दिवेश दोस्त ल अभि के हो राजावादी हो तिमी हो कि राजावादी हो कि तिमी राजावादी हो कि राजावादी हो कि तिमी होइन कि राजालाई सपोर्ट कि केपी ओलीलाई सपोर्ट सुशान्त दाइ हुनुहुन्छ है सबैजना उता अगाडि तिमी हो परबिन रे चियर पर्सन हुनुहुन्छ है पुरा है बुलेट राजा अरे है एकदम फेरि कार थियो हन्सा बहिनीले रिपोर्ट दिँदैछ होइन भुल्यो कहाँ अहिले आउने आइपुग्छ यहाँ प्रदीप सर यहाँ बत्ती बाल्दै हुनुहुन्छ त्यही हो तिमी के हो र यस्तो हुने भाषण दिनु पर्दैन यहाँ अब अस्ति बहिनीले भाषण दिँदै हुनुहुन्छ Life is full of good vibes. People move, sweet jobs, relationship, and eventually leave this world.
A very warm good afternoon, all the present dignitaries, chief guests, chairperson, all the teaching staff, honorable principal, respected seniors, and my dear friends. Today we all have gathered here to wish our respected seniors a successful life ahead. Therefore, I, Asmi Gurung, I would like to call class 11 for the welcome dance. Ritu Gurung, Srishtika Thapa, Jonisa Dahal. Painहरूको डान्स चाहिँ कपिराइट लाउँछ कपिराइट लाउँछ सब गुरुङ एउटा गीत छ त त्यो गुरुङको के त्यो अनुसा के छ माया दिए पुग्छ सुरज बिहा गर्ने तिमीले किन मेरो बिहा सबै आउनु पर्यो सुरजको बिहा छ रे आँगा ठुलो भएको सबै आउनु पर्यो होसमा सबै आउनु पर्यो मेरो होसमा अब सुरजले स्टेप भन्दै ल भन्छ कि 1 2 3 4 1 2 अब 1 2 मन पर्यो गीत के रे गीत मन पर्यो सेकेन्डको के हो के हो लो मलाई थाहा छैन भाइ त्यस्तो त भाइ हेर्नु न अनुसार मेरो फुटसल खेलेको कस्तो खुट्टा उस गयो कि त्यो जाने मिलेर कि खन्चा गर्दै आएको अनुसार रिसा है उस भएर अब मन्दिलाले के अरे मन्दिलाले सुरज बिहा गर्छौ तिमी Oh
सही हो सही हो कपिराइट नलाओस् मलाई होइन त हो कपिराइट लाइन के भन्ने मन त थाहा तिम्रो आँखाले बोला न त्यो गाउने मान्छेलाई रमाइलो के रमाइलो होइन त रमाइलो गर्नु पर्यो कहाँ खिच्नु भयो सिटी बजाइदियो नि आयो भन्ने म्यान आयो आयो Oh yeah. रमाइलो रमाइलो गर्नु परेन त फेब्रुअरीमा आइसक्यो होइन त भाया होइन त ल Moving on, I would like to move another program to put Tika, Khada and provide token of love our senior brothers and sisters. I would like to request Chief Guest and Special Guest and Vice Principal Sir to come on the stage. I would like to request our respected seniors to come on the stage and receive of token of love. Godfather. Manav Tamang. दिदीहरुको डान्स भएको छ हाम्रो यहाँ बहिनीहरुको सृष्टिका बहिनी र आस्मी बहिनीको
सुनी बनेर हट भएर भविष्यको उत्तर प्रगति होस् भन्दै मेरो भनाइ टुङ्गाउन चाहन्छु र अब खानापट्टि लागौँ। धन्यवाद। धान खाँदैछौँ है यहाँ टेक्नुहुन्छ इम्पोर्टेन्ट खाले हामी कम्प्युटरमा हो फेब्रुअरी यता आएको हामी है टक्क लगाएर अब यहाँ को छ म देखाउँछु तपाईँहरूलाई सब है। ल यहाँ ल यहाँ खैरी आयो ल अङ्कित आमा अङ्कित है यहाँ गोब्लु छ है गोब्लु आयुष ल बसेर टेबल टक रे ल टेबल टक रे ल म्यासेज चाहिँ आफ्नो भुबु मायालुलाई हो ए सरी के हुन्न के हेर्छ हेर्नेले Oh. 30% जना फिमेलले हेर्छ अनि 69 जना चाहिँ मेलले हेर्छ। आयुषलाई हेर्छ आयुष मोटेलाई आम्मा भन्नु यहाँ भिडियो गर्छ त यसको आउनु पर्यो क्लबमा गएर ब्लग हेर्छ होला सायद पक्कै पनि यहाँ आइसक्रिम बोल है जो भी खाना वाला है रिस उडेर हरेक खै मेरा को खाने वाला सामान चेक करो कसो गर्यो माइक छैन मम्मा माइक छैन कपिराइट लाग्लाई माइक यो अम्मा यो भनेकै माइक सुन्ने हगे सब बोल्दै बोल्नुस् मनको कुरा खोल्नु नि अलि लाज लाग्यो भगवान जति हैन पहिला फट हाल्दा के धेरै कपाल देखेन कपाल लगेर देखाउँछु धेरै समय भइसक्यो धेरै सक्यो निजै सुकेको कमी सक्यो नि त है बुझिरहेको के कमी भइरहेको लम्बा घरहरू बनाउनु पर्ने भयो के भन्ने त्यो बुझिरहेको बेला त्यो क्रिकेट भक्कै म बिग्रेर म गुड भइरहेछु अब यो कपाल चाहिँ बिग्रेको है सुरुमा ब्लिच हानेको पछि ग्रे हानेको ग्रे नबस्टेको अब म भोलि फेरि अब जुन सुहाउँछ हल्का काली मान्छेले सुहाउने अब पर्पल चेरी अब सिल्भर अनि चेरी रेड अनि अब कुन सुहाउँछ त्यो हाल्छु यो चाहिँ खास मैले भनेको कलर चाहिँ हालेको होइन यो चाहिँ यो अब मलाई पनि थाहा कमेडी देखियो तर मैले यो हालेको होइन अर्को कलर त हानेको यो हालेको तर नबसेको फेरि अर्को हाल्छु ग्रे हालेको नबसेको चाहिँ त्यो खोस्टा भएर लो क्वालिटी ग्रे ल भयो ल भ्याइयो अनि त्यो अब अर्को हाल्छु फेरि अर्को फेरि अर्को घरमा के अब यो भ्लगबाट के अब यो भ्लग भएपछि केही अब उताबाट फ्यासन मेन्स दियो भने अब केही चेन्जेस आयो भने केही ल अरे नाको छ है गाइज कहाँ हराएको तिमी भन्दा जुठी बिहा गर्नु लाग्यो तिमीले आर्यले चाहिँ बिहा गर्नु लागेको थियो गाइज है अङ्कित भाइहरू चाहिँ गइसक्यो मायाको कुरा गरेको थियो अङ्कित भाइले अङ्कितले के मायाको कुरा गरेको थियो कि दोस्त क्लब गयो क्या मायाको कुरा गरेको चाहिँ अङ्कित भाइले चाहिँ कपाल सपाल के अरे कलर हान्थ्यो कि क्लबमा माया खोज्न गयो आर्यन आएको चाहिँ सुरज चाहिँ पिछा फेर्नु गएको छ सुरज आयो या सुरज आर्यन आयो आर्यन
अरे न अरे ल त्यही हो गाइज ल अब रमाइलो हुन्छ यहाँ घर गाइज चाहिँ म घर आइसकेँ बल्ल घर आएर कति बजी 9 बजिसक्यो म 9 बजे बिहानको चाहिँ म घर आएँ इन्जोयमेन्ट गरियो धेरै म चाहिँ उता पर घर सुतेको थिएँ कि म चाहिँ हिजो लास्टै ढिलो भयो र त्यो गाइजहरू रमाइलो भयो फेब्रुअरीमा नि रमाइलो भएको थियो तर फेब्रुअरी भन्दा चाहिँ बाहिरपट्टि मनाइदिन्छ रमाइलो भयो होइन त्यही हो अनि त्यसपछि फोटो खिच्नै पाएन कि अर्को कुरा यार फोटो खिच्नै पाएन कि कोट भर्खर यहाँ फालिदिएको कि मैले फालिदिएको रे राखेको फोटो खिच्नै पाएन कि यो कोटले कि मैले चित्तै बुझेन कि मलाई जहिले यस्तो हुन्छ कि ढिकटारा पनि त्यस्तै भयो फोटो खिच्नै पाएन धेरै इन्जोयमेन्ट गरियो त्यही हो गाइज है मेरो भ्लग यहाँसम्म हेर्नु भएकोमा धन्यवाद अनि यस्तै भयो भ्लग है गाह्रो नमानिदिनु होला त्यही ल हस् जय नेपाल स्टे सेफ स्टे हेल्दी जय नेपाल